आमा गलत हो आमा तल बस्नु यहाँ चाहिँ मामा बस्नु पर्ने हो मामाले दादा उपल्लो स्थानमा राखेर अब बुवा आउनुहोस् त इमान्दारपूर्वक बस्नु त ल अब एक एकवटा संवाद तपाईँहरूले प्रस्ट्याइदिनुहोस् त्यस्तो चाहिँ हामी अगाडि बढ्न चाहन्छौँ यस्तो हुने भयो अब सुन्नुहोस् त बुवा ड्याङ्ग बस्नु भएको छ कोही बोल्नु भएको छैन कोही बोल्नु भएको छैन बुवाले गरेको मुख हेर्नुहुन्छ कोही बोल्दैन अनि बुवाले बोल्ने हामीलाई थाहा पनि थिएन तिमीहरू छुट्टिएको अब त्यसैलाई आधार बनाएर बस्न लागेको घर नबिगार भनेपछि मामाले यतिकै बस्न त मिल्दैन पहिला मिलापत्र गर्नुपर्छ कानुनी रूपमा लोग्ने स्वास्नी नभई सँगै बस्दा भोलि अप्ठ्यारो पर्छ तिनीहरूलाई पनि हेर्नु भएको छ बुवालाई भन्ने है के को अप्ठ्यारो हो केटाहरूले मारेर छोडे त्यहाँ बस्ने